हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा छ र म पनि सन्चै छु साथीहरू। यो चाहिँ मेरो मकैबारी हो, यति ठुलो भइसकेको छ, अब केही दिनमा चाहिँ खाने पनि भइसक्छ है साथीहरू। पोलेको मकै यति मिठो लाग्छ मलाई चाहिँ। म चाहिँ बिहानै उठेर घर बरालिसकेपछि चाहिँ पोछा लगाएँ मैले चाहिँ। यति धुलो हुन्छ यो हावाहुरी, अझल त हावा लागिरहेको छ नि त, धुलो भएको हुन्छ घरमा, जति सफा गरे पनि त्यस्तै हुन्छ। अनि त्यसपछि मैले चाहिँ बाबुको लागि खिचडी बनाउनको लागि साग र भिन्डी टिप्न गएँ बारीमा। यति राम्रो भएको छ मेरो बारीमा चाहिँ भिन्डीहरू सबै तरकारीहरू। अनि मम्मी चाहिँ बसेर तरकारीको लागि आलु काटिदिँदै हुनुहुन्थ्यो, अनि गोलपिराको चाना पनि बनाएर राख्छौँ कि हामी चाहिँ सुकाएर पछि खानको लागि। म चाहिँ बाख्रालाई घाँस काट्नको लागि भनेर मकैबारीमा गएँ। मकैबारीमा घाँस धेरै त थिएन, अलिअलि थियो, बाख्रालाई ल्याउनु गएँ। अनि खाना खानु पऱ्यो नि त, काम गर्नको लागि ताकत चाहियो, शक्ति चाहियो। खाना खाएपछि त अलि ताकत आउँछ भाँडा धुनको लागि। त्यसपछि म चाहिँ भाँडा धुन लगाएको छु। खाना खाइसकेर भाँडा धोएर फेरि भान्साहरूलाई पनि सबै सनाक्सिनिक गरेर सफा गरिदिएँ। मैले चाहिँ यति राम्रो बनाएँ भान्सालाई पनि। अनि मैले बाख्रालाई पिरोहरू दिएँ। यति गर्मी छ नि साथीहरू, अब के कुरा गर्ने, यो घामले त मार्छ जस्तो छ, यति गर्मी छ नि। हाम्रोतिर मात्रै हो कि कता कता गर्मी छ कि साथीहरू, यहाँ त एकदमै गर्मी छ। त्यसपछि म चाहिँ गर्मी भएर एकछिन चाहिँ फ्रुटी खाएँ, एकछिन रेस्ट पनि त गर्नु पर्यो, मजाले एकछिन बसेर खाएँ। अनि म चाहिँ खाएर चाहिँ कपडाहरू धोएको थिएँ, त्यो पट्याउनेतिर लागेँ। यति धेरै धोएको थियो कपडाहरू पनि, बाफ्रे कति धुनु, कपडा धुने, पट्याउने, राख्ने कामहरू। यो काम गर्दा गर्दा त मेरो यही काममा जिन्दगी जान्छ है। अनि म चाहिँ मकैबारीमा 10 चोटि घुम्नुपर्छ कि साथीहरू। म चाहिँ पानी चार्दैछु मकैबारीमा, दिनको पानी चार्नुपर्छ कि। अनि यो चाहिँ मेरो काँक्रा हो, हेर्नुहोस्, काँक्राको बुट्टा यति सानो छ, फुल्न लागेको छ कि फल्न लागेको छ। अनि बोरी पनि हेर्नु न यति राम्रो भएर रहेछ मकैबारीमा, आज देखेँ मैले चाहिँ है। अनि त्यसपछि म र मेरो छोरो चाहिँ अब दिउँसोको टाइम थियो, मजाले खेल्यौँ एकछिन, आमा छोरा मजाले मजाक गर्दै हाँसो मजाक खेल्यौँ हामी चाहिँ। अनि त्यत्तिकैमा मेरो देउरानी बहिनी आइन् हाम्रो घर बस्नको लागि। मलाई चाहिँ यो तितौरा ल्याइदिएको थियो नि, त्यही सानोमा हामी बहुत खान्थ्यौँ कि स्कुल पढ्दाखेरि, एकदमै मिठो लाग्थ्यो, अझै पनि मिठो लाग्छ। मलाई चाहिँ ल्याइदिएको मेरो बहिनीले। अनि त्यसपछि हामी चाहिँ करेन्ट चाउचाउ बनाएर खाना लगाएको छौँ, हेर्न सक्नुहुन्छ साथीहरू। अनि मेरो बहिनीलाई खान मन लागेको थियो नि त, त्यही भएर खायौँ हामीले बनाएर। र आजको लागि यति नै साथीहरू, बाई बाई साथीहरू, अर्को भिडियोमा भेटौँला अब।